नमस्ते मेरो फेसबुक साथीहरूलाई यहाँ हेर्नु सक्नुहुन्छ। अहिले म यहाँ खोलाको छेउमा आएको छु। खोलाको छेउमा आउने कारण चाहिँ के हो भनेपछि अस्ति मैले तपाईँहरूलाई भनेको थिएँ कि बाटो खोलिएपछि म यताको के भएको छ छैन देखाउँछु तपाईँहरूलाई। त्यसले गर्दाखेरि म अहिले यहाँ बाटो खोलेर चाहिँ म यता माथि आएको छु। माथि भन्दाखेरि चाहिँ यहाँ खोला छेउमा खोला छेउमा हेर्नु सक्नुहुन्छ तपाईँहरू। यहाँ हेर्नुहोस्, यो खोला छेउमा यो दुईटा मेसिनको अवस्था। ल हेर्नुहोस्, यहाँ दुईटा मेसिन डुबेको छ। दुईटा मेसिनको 3.5-4 करोड रुपियाँ छ यसको। ल हेर्नुहोस् त यहाँ कति पानी आएको थियो होला। बाफरे पानी हेर्नु सक्नुहुन्छ तपाईँहरू। यस्तो यो अहिले यो इन्सुरेन्सले के गर्छ पनि, अब यो इन्सुरेन्सले पनि दिने हो कि होइन। दुईटा मेसिन, एउटा अघि त्यहाँ माथि छ, एउटा अझै एउटा, यो दुईटै हेर्नु त। ए यस्तो आएको थियो यता चाहिँ। अझै पानी चाहिँ अहिले कम्ती भएको छ खोलामा। हेर्नु सक्नुहुन्छ तपाईँहरू। यहाँ मेसिन गाडी छ उता, अझै गाडी धेरै छ।